मुकबाङ भन्छ नि के हो त्यहाँ अन्त उते के हो त्यहाँ अन्त उते ल आज चाहिँ हामीले मुकबाङ गर्दैछौँ है फर्स्ट टाइम हाम्रो यो मुकबाङ अब मुकबाङ बुङ गरौँ ल पहिला टेस्ट मुकबाङ भन्छ नि ल कस्तो मिठो कैसा लगा मेरा मजाक के हो पुज झर्छ त हजुरले उ गर्नुभएको छ क्या त्यहाँ पिरो पिरो पनि छ कुन रामेन बनाउनु भएको रे देखाउनु पर्दैन सक्सेस पिरो प्लस गुलियो क्या मिठो अन्डा मिठो रहेछ ससेज सेम नेपाल जस्तो है सेम नेपालको है चिकन ससेज होइन कोरियन किम्पाप कोरियन किम्पाप मलाई खानु मन लाग्दैन किम्पाप सधैँ खाएको होला यो चाहिँ रुममा बनाएको खराकी है आफैले बनाएन मैले बनाएको है खाना बनाउनु त ट्यालेन्ट हुन्छ खाना बनाउनु त ट्यालेन्ट हुन्छ झूठ बोल रहा है हो र हैन होला कि बनाउँदै बनाउनु न नबनाउनु बनाउँछु मिठो बनाउनु त त्यसपछि 4 दिन चाहिँ कहिले भयो होला कहिले आलसी गर्नुहुन्छ कहिले आलसी गर्नुहुन्छ एकदम इन्होंने वक्त बदल दिया जज्बात बदल दिए जिंदगी बदल दी हैन होला यो चाल्दी खाइसेस् न नहाल्नु मलाई त्यसो भए अझ धेरै भयो एउटा कुरा त भन्नु बिर्सेँ यो थाल त नेपालबाट लिएर आएको थाल हो यो थाल त नेपालबाट लिएर आएको थाल हो ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा कस्तो राम्रो किन यो थालमा खाँदा कस्तो मिठो लाग्छ जे के हो त्यहाँ अन्त उते के हो त्यहाँ अन्त उते हमको नहीं पता हमको कुछ नहीं पता मैले थाहा पाइसकेँ त्यहाँ हेर्नु मैले धेरै ठाउँमा देखेछु ल धेरै ठाउँमा देखेर खानु हजुरले मलाई धेरै हालेर के
अब यति पनि मुकबाङ खानु गर्ने रे अब मुकबाङ गर्ने रे अनि खानै सक्दैन मलाई पनि मलाई हालेपछि के गर्नु अनि त्यो त मायाले दिएको नि त्यो त मायाले दिएको नि Are you comedy me? अन्डा खानु खै खाने खै हालिदिन्छु म त फेरि नखानु खराबी खै हालिदिन्छु म त फेरि नखानु खराबी म पनि नखानु मलाई पुग्यो अन्डा आरती खानु न सानो टुक्रा तिमी खाने नखाने ढुङ्गा र माटो खायो भने मोटाउँछ भन्छ मोटाउनु मान्छे आफू पानी माटो खायो पनि मोटाउँछ यस्तो खाएपछि झन् के होला डुब्लायो भनेर मक्ख परेको Women. त्यो मुकबाङमा पिरो खाने मान्छेहरू कस्तो हुन्छ होला है म एउटा केटा र केटीको हेर्छु क्या केटाहरू दुईजना केटाहरू मुकबाङ होइन खासमा अमिलो चिजमा कसरी नुन खोर्सानी दलेर अनि ज्याङकेङ बङ के अरे के भन्छ नेपाली रेजर 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 कौन है ये लोग कहाँ से आते हैं रेजर रेजर के अरे के यस्तो के ज्याङकेङ बङ के रक पेपर सिजर खेलेको जस्तो गरेर क्या दुईजना क्या यस्तो गर्ने अनि यस्तो यस्तो गरेर जहिले गर्ने अनि जसले जो ऊ परेको छ उसले खाने अर्कोले दिने क्या यस्तो पिरा खान्छ तिनीहरूले त्यो डल्लै खोर्सानी र ऊ पिनेको अनि अमिलोमा अनि त्यो हुन्छ नि त्यो जे चिज नि अमिलोमा पिरो हुँदाखेरि क्याराक 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 कस्तो खान्छ क्या हामी तिनीहरूले कति अब असर गर्छ होला त्यसरी खानुहुन्न तिम्रो समय साथ दिनुभयो त्यसको लागि हाल्यो हात जोड्नु पर्दैन हात जोड्नु भने पर्दैन सिर गजब बेइज्जती है धन्यवाद सबैजनालाई यो फेरि भोलि खाने हामी छे म त खान्न छे म त खान्न बस हवा निकल गई छे म त खान्न पुगिसक्यो कहाँ भोलि खान्छ अब भोलि म बिहान अर्कै बनाउँछु भोलिको बरु भिडियो गरौँला के भयो खसीको मासु खाने कि ल भोलि खसीको मासु भोलि आइतबार हो नि त हामीले आइतबार एक दिन चाहिँ जे 6 दिन काम भयो भने आइतबार एक दिन चाहिँ एकदम मिठो खान्छौँ मिठो एकदम धेरै मिठो अनि मेहनत गरेर बनाउँछु बनाउने बेलातिर मै पर्छु सधैँ किनभने मैले चाहिँ हप्तामा एक दिन मात्र बनाउँछु के आइतबार मात्र बनाउँछु शनिबार पनि कहिले काहीँ बनाउँछु आइतबार एक दिन चाहिँ एकदम मिठो बनाउनु मन लाग्छ त्यही भएर